पुर्खाया लुमन्ती चिगु संस्कृति चिगु परम्परा थैगु नारा थ्वेका निछक्कगु राष्ट्रिय ज्यापु दिवस आइतबार हुँगुदु ज्यापु संस्कृति विकास कोष याक बसाले नाथेश्वर छुटकुटी वटुत्वाय कजिसुई थुक्सिया ज्यापु दिवस हंगुखा रैली लिपा बसन्तपुरे जुगु औपचारिक ज्याचो प्रधानमन्त्री केपी शर्मा ओलिया मो पहासुई जुगुखा ज्यापु समाजका दाजुभाइ दिदीबहिनीहरूलाई उन्नति प्रगति र सफलताको लागि सम्मानित गर्दै जान पाइयोस्। सफलता प्राप्त गर्नुभएकोमा समाजले तपाईहरुको कामको रिकग्निसन दिएकोमा तपाईहरुलाई प्रशंसा गरेकोमा सम्मान गरेकोमा म सम्मानितहरूलाई धेरै धेरै बधाई भन्न चाहन्छु र भविष्यका लागि शुभकामना भन्न चाहन्छु। कसैले कुन विधामा प्रगति गर्नुभएको छ, सफलता देखाउनु भएको छ, कसैले कुन विधामा, कसैले टिचिङमा, कसैले लिपिमा, कसैले भाषामा, कसैले अन्य वाद्यवादनहरूमा, कसैले नृत्यमा, कसैले गायनमा, अनेक चिजमा देखाउनु भएको छ, कसैले पत्रकारितामा देखाउनु भएको छ। यी सबै विधाहरूमा जसले यो योगदान गरेर आज सम्मानित हुनुभएको छ, सबैलाई बधाई भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु। ज्याचोले प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सेवा महत्त्वपूर्ण योगदान ब्योपी तिथि व्यक्तिबिन्द सम्मान लिसे प्रतिभा शेर्पा न ललाना दिएको खा ज्याचोले उप प्रधानमन्त्री लिसे शहरी विकास मन्त्री प्रकाशमान सिंह ये महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल लगायत ज्यापु दिवस महत्त्वतया नवाना दिएको खा यो चाहिँ अब सुरुवात हामीहरूले चाहिँ उपत्यकाबाट नै यो चाहिँ जुन हाम्रो चाहिँ नयाँ यो चाहिँ बाली धान चाहिँ भित्राइसकेपछि त्यही नयाँ धानको बाट चाहिँ यमरी बनाउने अब नामै यमरी भनेपछि त अब मरीमा य भनेको मनपर्ने मिठाई हो डाइरेक्ट ट्रान्सलेसनमा भनेपछि अब यो चाहिँ अत्यन्तै मिठो हुने भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यसको चाहिँ विशेषता यो चाहिँ नयाँ यो चाहिँ बालीबाट चाहिँ बनाउने भित्राको बालीबाट बनाउने यमरीको अब दिवस पनि हो र त्यसमा विशेष गरेर यो चाहिँ जुन हाम्रो समाजमा आजकल चाहिँ अलिकति कस्तो भन्दाखेरि यो चाहिँ परिश्रम गर्ने लेबर गर्नेलाई जुन एउटा चाहिँ कदर गर्नु पर्नेमा त्यसमा चाहिँ अलिकति कस्तो भन्दाखेरि यो चाहिँ फिजिकल लेबर गर्नेहरूलाई चाहिँ अलिक तल्लो स्तरबाट चाहिँ हेर्ने नजर जुन छ त्यसलाई चाहिँ अब हामीहरूले परिवर्तन गर्नुपर्छ भन्ने कुरा यो ज्यापु दिवस समारोहले चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ सङ्केत गरिरहेको छ भन्ने मलाई लागेको छ। पर्यटकको हिसाबले देशको आर्थिक रूपमा आर्थिक क्रान्ति ल्याउने हो भने नेपालको लागि सबैभन्दा अवसर पर्यटकीय क्षेत्रले दिन्छ र त्यो पर्यटकीय क्षेत्रलाई हामीले विकास गर्ने हो भने हामी सँगै भएको हामीले सहज रूपमा मनाउँदै आइरहेको विभिन्न कला संस्कृतिहरू नै हो। ज्यापु समुदाय संस्कृति संरक्षण व संवर्धन यागु उद्देश्य नाप विक्रम सम्वत 2061 साल निसे यमरी पुनि खुनु राष्ट्रिय ज्यापु दिवस हनावै चंगु खा